ठिकै छ नि त, हामी पनि ट्राई गरेर राम्रो भएर हिँडौँ न त भन्ने मान्छेलाई हो है यो मेकअप चाहिँ। यो चाहिँ एकदम सजिलो कि तपाईँहरू जो कोहीले पनि गर्न सकिन्छ है यस्तो इजी मेकअप चाहिँ। यो ग्लो रेसिपीको सिरम लाउँदैछु, खासै धेरै चाहिँ छैन, थोरै लगाइरहेको छु। यसले थोरै लगाए पनि पुग्छ अनि यसले चाहिँ फेसलाई चाहिँ एकदम ग्लो गराउँछ कि। नेक्स्ट चाहिँ म यो मोइस्चराइजर लगाइरहेको छु, यो चाहिँ एकदमै राम्रो रहेछ। यो पनि खासै धेरै लाउनु पर्दैन है, राम्रो छ, स्मेल पनि गुड है। नेक्स्ट चाहिँ म यो फाउन्डेसन लाउँदैछु, म्याकको स्टुडियो फक्स भन्ने। यो अलिकति येलो छ अनि यसमा चाहिँ यो चाहिँ म्याकको नै स्पन्ज हो, अलिकति फोर्छ है युज गरेर। यो चाहिँ अलि येलो देखिन्छ, यो चाहिँ वार्म कलर छ कि हो। सो तपाईँहरूले चाहिँ यसमा कुनै अब यस्तो वार्म कलर नदेखिन मन छ भने चाहिँ तपाईँले कुनै अर्को पनि मिक्स गरेर लाउन सक्नुहुन्छ है। आज चाहिँ मैले यो गरिरहेको थिएँ, नभए भने चाहिँ म बाहिर जाने बेलामा चाहिँ यो टमफोर्डको चाहिँ यो टमफोर्डको लगाइरहेको हुन्छु। मेरो एकदमै इन्ड भइसकेको छ है यो स्टिक चाहिँ। यो चाहिँ एकदम राम्रो छ कि अब धेरै थोरै लगाउनु भयो भने एकदम नेचुरल देखिन्छ, अलि बढी लगाउनु भयो भने चाहिँ पार्टी गर्दा पार्टी मेकअप हुन्छ है। सो इट्स गुड। अलिकति महँगो छ त्यो, तर पनि वर्थ इट क्या, पैसा हाले अनुसारको काम पनि गर्छ। सो यो चाहिँ अलिकति ड्याब गरेर लाउनुपर्छ, धेरै यस्तो सोप गरेर लगायो भने चाहिँ राम्रो हुँदैन क्या। मेकअप चाहिँ यस्तो जति तपाईँले ब्लेन्ड गर्न सक्नुहुन्छ त्यति नै राम्रो देखिन्छ है। यो आँखाको वरिपरि चाहिँ अहिले नलगाउनु होला, अनि आँखाको वरिपरि चाहिँ धेरै मेकअप भयो भने चाहिँ तपाईँलाई त्यो एकदम खेकी के त्यो एकदम फुटे जस्तो एकदम नराम्रो देखिन्छ है। मैले चाहिँ यो फाउन्डेसन अनि एउटा कुरा चाहिँ तपाईँको लिपस्टिकलाई चाहिँ एकदम राम्रो बसिरहोस् भन्नको लागि चाहिँ यो बचेको हुन्छ नि, त्यो लास्टमा चाहिँ तपाईँले आफ्नो लिप्समा पनि यस्तो गर्नुभयो भने तपाईँको कुनै पनि लिपस्टिक लङ टाइमसम्म रहन्छ। यो चाहिँ टार्टको कन्सिलर हो, यो एकदमै राम्रो हुन्छ भनेको सुनेको थिएँ। मैले चाहिँ सबै सुनेको भरमा लिएको छु, या त्यति धेरै चाहिँ गरेको छैन, तर पनि ठिकै छ। मैले चाहिँ यो सबै लगाएँ होइन, यस्तरी लगाएको छु। त्यो भिडियो एकदमै लामो हुन्छ होइन, सबै गर्न थाल्यो भने। जस्तो तपाईँले एउटा यहाँ लाउनु होला अनि यस्तोमा सबैतिर होइन। अनि यसलाई चाहिँ अब सानो स्पन्जले गरे पनि भयो, अनि तपाईँसित ब्रस छ भने ब्रसले गरे पनि भयो। मलाई चाहिँ ब्रसले अलि कम्फर्टेबल लाग्दैन है, म चाहिँ यस्तै स्पन्जले नै गर्ने बानी भएकोले मलाई यही नै ठिक लाग्छ कि। धेरै टाढासम्म लाने होइन यसलाई, यो चाहिँ यति नै गर्ने। यो साइडहरू अलि डार्क देखिन्छ नि त, त्यही भएर उज्यालो पार्नलाई हो कि यो भनेको चाहिँ। मैले चाहिँ यो मेकअपबाट लिएको थिएँ, एकदम राम्रो लाग्यो है। मैले कति ट्राई गरिसकेँ है, अब देखाएँ भने अलिकति हुन्छ होला। बच्चाले मेरो सबै खत्तम गरिरहेछ है, बिगारिरहेछ बच्चाले, सबै गरेछ। यसमा चाहिँ ब्लस अनि कन्ट्रोल अनि हाइलाइटर सबै रहेछ क्या। कन्ट्रोल गर्दा चाहिँ यो माथितिर लानु होला कि, यस्तो माथि लग्यो भने चाहिँ स्लिम फेस देखिन्छ होइन। अनि हामीले चाहिँ पहिला चाहिँ यहाँबाट यता लान्थ्यौँ कि, अनि त्यो गर्दा चाहिँ यो बोनहरू चाहिँ एकदम ठुलो ठुलो चबी फेस देखिँदो रहेछ है। त्यो चाहिँ त्यस्तो गर्ने होइन रहेछ क्या। म पनि सिक्दैछु, मैले जानेको कुराहरू नै तपाईँहरूलाई सिकाउन खोजेको। सो यता माथि लाने रहेछ यसरी। यता म चाहिँ मेरो नोजमा त्यति धेरै गर्दिनँ होइन, यो गरेर। अनि हल्का स्लिम गर्नलाई चाहिँ यो फेसतिर यतातिर पनि हल्का गर्ने। अनि यहाँ यसलाई चाहिँ हामीले एकदम राम्रोसँग ब्लेन्ड गर्नुपर्छ है। म चाहिँ यो रोज यो चाहिँ मिक्स गरेर लगाउँछु है। अनि यो लगाउँदा पनि हामीले चाहिँ यता माथि कि यतातिर लाउने क्या, यस्तो गरेर। कतिले चाहिँ नोजमा पनि लाउँछ है, आजभोलि यस्तो पनि छ नि त अलिअलि नोजको साइडमा। यो पनि माथि नै लिएर सर्भ गर्नु, यता माथि लानु होला कि,
तल ल्याउँदाखेरि चाहिँ गाला मोटो देखिँदो रहेछ। माथि लाने यसलाई पनि तपाईँको यता पछाडिसम्म लगे पनि केही फरक पर्दैन। हल्का हाइलाइटर हाइलाइटर पनि एकदमै राम्रो छ है। क्रिम लगाएको थियो होइन, कन्सिलर लगाएको थियो। यो चाहिँ मैले म्याकको नै युज गरिरहेको छु है, तर यो खासै राम्रो चाहिँ छैन रहेछ। सो मेरो एउटा चाहिँ भएकोवाला चाहिँ लस्ट भयो। यस्तो वाइट किन्नुभन्दा पनि अलिकति स्किन टाइपकै किन्यो भने चाहिँ राम्रो देखिँदो रहेछ कि स्मुथ हुन्छ। तर यसले पनि यो चाहिँ एकदम स्मुथ हुने खालको छ कि। मेरो यो मैले अरूतिर चाहिँ लाउँदैन, किनभने अलरेडी मैले हाइलाइट लगाएँ होइन। यता यता लगायो भने पनि हुन्छ, तर अब तपाईँले यो साइडमा चाहिँ हाइलाइट लगाएर पनि यहाँ तल चाहिँ लाउनु भएको छैन। सो यस्तोमा चाहिँ अलिकति उज्यालो पारे चाहिँ केही फरक पर्दैन होइन, अलिकति गऱ्यो भने चाहिँ। अनि अब यो साइडलाई चाहिँ सो हाइलाइट लगाएको ठाउँमा चाहिँ म लाउन मिलेन है, लगाएको छैन। ब्रसले नै म चाहिँ पुरै बढी भएको उसलाई चाहिँ म सेम ब्रसले नै हटाउँछु यहाँबाट है। सर्कल अलिअलि आएको छ अनि आँखाको भागलाई चाहिँ के गरेको छैन अहिले है। माथिपट्टि चाहिँ यता डार्क सर्कल अलिअलि देखिरहेको छ यसको लागि है, आइब्रोको लागि। यो चाहिँ त्यो एकदम अब यत्तिकै सिधै निकालेर लाउनु भने चाहिँ एकदमै बाक्लो हुन्छ होइन, अनि यो तपाईँको नै राम्रो हुँदैन होइन। अनि सबै पहिला चाहिँ सबै क्लिन गर्ने अनि त्यसपछि अनि मात्रै लगाउने न। अनि यसरी चाहिँ लाउनुको लागि हल्का हिसाबले हल्का हात गरेर अनि आफ्नो ब्राउहरूलाई सेप दिने। यसरी यो लगाइसकेपछि चाहिँ एकछिन ड्राई हुनलाई दिनु होला। अनि त्यसपछि मात्रै त्यो पेन्सिलरले कतिले चाहिँ त्यसपछि ब्राउ गर्नुहुन्छ नि, त्यही भएर एकछिन चाहिँ यसलाई ड्राई हुन दिनुहोस् अनि त्यसपछि मात्रै गर्नु होला। यो चाहिँ मेबलिनको हो। यो अब सस्तोभन्दा धेरै सस्तो पनि छैन होइन, ठिकै छ, जे होस् हामी अफोर्ड गर्न सक्छौँ यस्तोलाई चाहिँ होइन। यो अफोर्डेबल मेकअप नै छ अहिले मैले तपाईँहरूलाई देखाइरहेको। एउटा धेरै एक्सपेन्सिभ बनेको यो टमफोर्डको फाउन्डेसन हो। यो चाहिँ अलिकति बढी नै छ है, तर पनि अब मन परेपछि यो चाहिँ अन्डरलाइन चाहिँ यसलाई कोर्नुपर्छ कि एकदम अन्डरलाइन हल्का हातले कोर्ने। तपाईँले जहाँनिर खाली खाली देखिन्छ अनि त्यसले चाहिँ त्यसमा चाहिँ बिचमा बढ्ने। फ्रन्टमा चाहिँ धेरै नलाउनु होला, फ्रन्टमा चाहिँ लाउने होइन, अलि यता चाहिँ पछाडितिर चाहिँ तपाईँले पुरै कोर्न मिल्छ होइन। फ्रन्टमा चाहिँ अलि धेरै लाउनु भयो भने चाहिँ राम्रो देखिँदैन। चाहिँ गरेको छैन होइन, हल्का हल्का नै गरेको छु। सो हेर्नुहोस् त, यो चाहिँ मेबलिनको हो। सो आइलिडमा मात्रै अनि यसलाई चाहिँ एकदम राम्रोसँग यतिमा चाहिँ ब्लेन्ड गर्नु होला। मैले चाहिँ यसले वान सेक आई मेकअपको लागि चाहिँ यो पनि मैले मेकाकै युज गर्दैछु है। कस्तो राम्रो रहेछ है, हेर्नु है, सबै कलरहरू छ है, कति राम्रो कलर छ, बेस्ट रहेछ। म चाहिँ आज एकदमै इजी वेले आई मेकअप गर्नेछु है। म चाहिँ एकदमै सजिलो क्या स्मोकी आई बनाउँछु। सो कतिजनाहरूले चाहिँ कति धेरै गाह्रो भन्नुहुन्छ है, सबैभन्दा बेस्ट के तपाईँले पहिला चाहिँ ब्ल्याक कलर लिनु होला अनि इजी म यता हेर्नुपर्ने हुन्छ। सो तपाईँले एउटा ड्याब यहाँ राख्ने अनि यसरी ड्याब गर्ने होइन। अनि
लाइक खासै धेरै एकदम धेरै गर्नु हुँदैन कि मेरो अहिले एकदम कम देखिरहेछ त्यो किन हो होइन लाइटको कारणले होला कम देखिरहेछ सो मलाई एकदमै धेरै गरेको पनि मन पर्दैन टु मच डार्क देखेको पनि राम्रो लाग्दैन है सो लाइक अब एनीवेयर के तपाईँले यसरी एउटा दुईवटा तिनवटा अनि यता अगाडि चाहिँ थोरै हल्का भएको 4वटा जस्तो स्टेप यसरी राख्नु होला सेकेन्डमा चाहिँ तपाईँले योभन्दा अलिकति लाइट कलर के थोरै लाइट कलर त्यस्तै गरेर है त्यसैको माथिबाट हैन यस्तो गरेर राख्ने हेर्नुहोस् त यसरी के लाइट कलरहरूलाई योभन्दा पनि लाइट कलरलाई चाहिँ यसरी ट्याप गर्नु होला यसरी अनि त्यसपछि तपाईँको अलिकति हामीले यो साइडमा चाहिँ थोरै अरू ब्ल्याक राख्नुपर्ने हुन्छ थोरै ब्ल्याकलाई अनि यो पनि अलिकति यो राखिदिउँ अनि तपाईँले चाहिँ यो हातले नै यस्तो गरे पनि हुन्छ स्मच गरे पनि है म चाहिँ यो हातले देखाउने ट्राई गर्छु तपाईँलाई हल्का हातले चाहिँ पछाडि लगाउनु होला कि यसरी जसले चाहिँ ब्रसहरू युज गर्नुहुन्न नि उहाँहरूले चाहिँ यस्तो गरे पनि हुन्छ कि हेर्नु त धेरै एकदमै धेरै देखेको छैन होइन तपाईँले चाहिँ यो यहाँनिर त्यो टेपहरू राखेर पनि गर्न सक्नुहुन्छ होइन म चाहिँ अहिले लास्टमा यसलाई यस्तो क्लिन गर्छु सो हेर्नु त धेरै टु मच पनि देखिया छैन होइन यो गरेपछि चाहिँ यसलाई चाहिँ मजाले ब्लेन्ड गरिसकेपछि तपाईँले सक्नु भएन भने चाहिँ ब्रसले गरे पनि हुन्छ है ब्लेन्ड गर्न चाहिँ मजाले ब्लेन्ड गर्नु होला अनि त्यो माथि चाहिँ अलिअलि यो अहिले यस्तो देखिया छ होइन बनिसकेपछि यो एकदम राम्रो देखिन्छ कि सो नआत्तिनु होला अहिले चाहिँ होला कस्तो भयो भनेर द्याट्स फाइन सबै मिल्छ है अनि हाम्रो यो माथिको क्रिजमा चाहिँ होइन तपाईँको हड्डी छ नि जहाँनिर त्यहाँनिर चाहिँ अलिकति अर्कै कलर लगाएर हल्का गर्नु होला गाइज मैले चाहिँ दुवैतिर गरेको छु तपाईँ अलिकति अब के कटन उसले चाहिँ तपाईँले यो चाहिँ मिलाउनु भयो भने हुन्छ है अनि धेरै टु मच पनि गरेको छैन अनि त्यसपछि चाहिँ कुनै पनि तपाईँले ग्लिटर लाउन सक्नुहुन्छ कि त्यसको माथि चाहिँ अनि चाहिँ म्याचिङ हुने खालको है उस्तै उस्तै अब स्मोकी नै देखिने खालको ग्लिटर लाउनु भयो भने सो यो चाहिँ मसँग चाहिँ यो थियो मैले यो चाहिँ लाउन थालेको थियो सो यस्तो लगाइदिनु भयो भने अनि चाहिँ धेरै गर्नु पर्दैन ल हेर्नुहोस् त अघि कस्तो देखिरहेको थियो है मैले केही पनि गरेको छैन धेरै अब त्यति गऱ्यो भने चाहिँ एकदमै पर्फेक्ट नभए पनि केही नगर्नु भन्दा यस्तो गरेको बेटर चाहिँ देखिन्छ कि होइन पार्टी जाँदाखेरि केही नगरिकन होइन सिम्पल एकदमै केही नलगाएर जानुभन्दा हामी पार्टीमा गइरहेको छौँ पार्टीमा गए जस्तो हुनु पऱ्यो नि सो अघि चाहिँ एकदमै धेरै जस्तो देखिरहेको थियो होइन हजुरहरूलाई एकदम धेरै नै भयो जस्तो लाग्यो होला होइन स्पेसली यो मेकअप चाहिँ मैले एकदम अब जान्नेहरू त जान्ने हुनुहुन्छ होइन अब म जस्तै एकदमै ठिकै छ नि त हामी पनि ट्राई गरेर राम्रो भएर हिँडौँ न त भन्ने मान्छेलाई है यो मेकअप फेरि एकदम जानेको मान्छेहरूले चाहिँ यस्तो गरेछ भनेर इट्स ओके कमेन्ट पनि म लिन्छु है नराम्रोलाई नराम्रो भन्न पाइन्छ सो हेर्नुहोस् त नजिकबाट यो मेकअप चाहिँ यस्तो देखिएको छ अनि तपाईँलाई ल्यासेस लगाएर अनि आएपछि त अनि म लास्टमा चाहिँ फुल मेकअप देखाउँछु होइन अनि यो गर्नको लागि चाहिँ अन्डर आईमा पनि अघि लगाएकै कलरहरू लगाउनुपर्छ होइन सो अघि हामीले चाहिँ ब्ल्याक कलर लगाएको थियो ब्ल्याक कलरकै अब आइलाइनर जस्तै यस्तो बाहिरतिर चाहिँ हल्का ब्ल्याक कलरकै त्यही लगाउने अनि यहाँ पुरै चाहिँ नजोड्नु होला है जोड्यो भने चाहिँ खासै राम्रो देखिँदैन त्यसको ब्ल्याकभन्दा थोरै लाइट कलरमा थियो नि त्यो चाहिँ अलिक तल यो गाजर लगाइसकेपछि चाहिँ होइन लगाइसकेपछि तल यता तलतिर चाहिँ त्यो कलरलाई पनि अलिकति
लगाइदिनु होला। सो अघि हामीले चाहिँ यो डार्क कलरमा लगाएको थियो कालो होइन टोटली, अनि त्योभन्दा लाइट कलरमा अहिले चाहिँ यो लगाएको के तल। अनि चाहिँ मेकअपलाई यो तपाईँको आइब्रोलाई चाहिँ क्लिन देखाउनको लागि यो नै अघिको नै मैले मेबलिनको उसले चाहिँ ब्राउको तलबाट चाहिँ हल्का फाउन्डेसन लगाउने। सो तपाईँको यो ब्राउ चाहिँ एकदम क्लिन देखिन्छ कि। यो स्टेप चाहिँ मान्छेले यो आई मेकअप गर्नुभन्दा अगाडि पनि गर्छ कसैले है, कसैले चाहिँ पछाडि गर्छ। सो अनि तपाईँले चाहिँ एकदम सानोवाला यो ब्लेन्ड गर्ने लिएर या त त्यो फाउन्डेसन लगाउनेवाला सानोवाला ब्रस लिएर चाहिँ त्यसलाई चाहिँ तपाईँले हल्कासँग यसरी ड्याप ड्याप गर्नुभयो भने तपाईँको अघिको ल हेर्नुहोस् त मेरो अघिको आइब्रोभन्दा अहिले चाहिँ कस्तो क्लिन होइन सफा देखिएछ नि त, सफा देखिन्छ। अनि तपाईँले वाटर लाइनमा चाहिँ होइन यो कालो अब तपाईँको कुन युज गर्नुहुन्छ त्यो ब्ल्याक आइलाइनर चाहिँ लगाउनु होला यो वाटर लाइनमा। स्मोकी आई गर्दा चाहिँ आइलाइनर चाहिँ एकदमै इम्पोर्टेन्ट है यो आइजको वाटर लाइनमा। तल पनि माथि पनि लाउनुपर्छ है यस्तो गरेर। सो माथि पनि तपाईँले चाहिँ यस्तो गर्नुभयो भने चाहिँ हुन्छ होइन, यस्तो गरेर माथि पनि लाउनु होला। अनि यो चाहिँ मैले माथि चाहिँ लाउनु खोज्दैछु आइलाइनर है। वाटर लाइनमा लगाइसकेपछि चाहिँ तपाईँले यो माथि पनि लगाउनु होला, यो पनि छुटाउनु भएन है। यहाँ चाहिँ अब इनफ लाइट नभएर होला है, एकदमै नेचुरल देखाएको छ। मैले चाहिँ एकदम नेचुरल नै गर्न खोजेको है, टु मच एकदमै धेरै होइन। मलाई आइजमा चाहिँ अलिकति बढी गर्न मन लाग्छ होइन। यो चाहिँ अब पार्टीमा जाने भएकोले यो स्पार्कलिङहरू त अब लाउनु पऱ्यो होइन। सो नर्मली मेरो मेकअप चाहिँ त्यस्तो धेरै छैन अहिलेसम्म, नेचुरल नै देखिरहेछ है। मलाई यस्तै नै मनपर्छ क्या, अलि नेचुरल नै देखियोस् कि टु मच मेकअप लगाएको पनि मलाई चाहिँ मन पर्दैन। सो अनि मस्कारा लगाउन चाहिँ नछुटाउनु होला आइजमा है। त यो लोवर ल्यासेस अनि अप्पर ल्यासेस दुवैमा लाउनु होला। 3-4 कोट लाउनु भयो भने मेरो चाहिँ ल्यासेस अलिकति लामो छ, त्यही भएर 3-4 कोट लगायो भने मलाई फेक ल्यासेस पनि लाउनु पर्दैन है। सो तपाईँहरूको चाहिँ अलि सानो छ भने चाहिँ फेक ल्यासेस लगाएर एकदम राम्री बनेर जानु होला। हेर्नुहोस् त मैले त्यो स्मोकी आई होइन कति इजी गरेर, कति त्यो आई मेकअप मलाई आउँदैन भनेर आत्ति नै पर्दैन कि, कति टेक्निकहरू कति इजी टेक्निकहरू हुन्छ है, गर्नु चाहिँ गर्नु पऱ्यो कि। क्यामेरामा कस्तो देखिएको छ थाहा छैन है, मलाई चाहिँ अहिलेलाई चाहिँ यति नै यो मेकअप चाहिँ मलाई इनफ भएको छ कि, यति नै ठिक्क देखिएछ, नेचुरल देखिएछ, धेरै टु मच देखिएको छैन। सो आइ एम ह्याप्पी। मजाले मस्कारा लाउनु होला। यो मेकअप सेटिङ स्प्रे चाहिँ यो म्याकको नै लगाउँछु है, राम्रो छ यो। खै अब अरूलाई तपाईँहरूलाई कुन मनपर्छ, तर सेटिङ स्प्रे लाउनु चाहिँ जरुरी छ। सेटिङ स्प्रे लाउनु भयो भने चाहिँ तपाईँको मेकअप चाहिँ लामो समयसम्म जस्ताको तस्तै रहन्छ। सो मेरो मेकअप चाहिँ यस्तो देखिएको छ आफ्टर हेयर। यो चाहिँ मैले एकदमै लुज कल गरेको, अनि